Hi everyone. Welcome back to our channel. आज हामी कहाँ जान लाग्यो? आज हामी बनिपा जान लाग्यो. सो हाम्रो भाइको व्रत बन्द छ अनि हामी चाहिँ भाइलाई स्टिकर्सहरू के मनपर्छ त्यतै किन्नलाई आएको. जियान्सलाई र सलोन दिदीलाई अनि यहाँ यस्तो छ. हामीले यहाँ यस्तो पेनहरू दिएको थियौँ जसमा रोनाल्डो मेस्सीको पिक्चर छ नि. हामीले आन्टीलाई नै फोन गरेर सोध्यौँ कि के मनपर्छ सलोनलाई भनेर. अनि कन्क्लुजनमा पुग्यौँ कि उसलाई मेस्सी मनपर्दो रहेछ. यो मेस्सी डिफरेन्ट भर्जन अफ मेस्सी. त्यो मेस्सी जस्तो देखियो होइन, यो चाहिँ मेस्सी जस्तो देखियो. हि इज नट मेस्सी, हि इज मेस्सी. ओके जे भए पनि ल. उसलाई यो गाडी चाहिएको थियो सो वी गट एउटा गाडी. अनि अहिले हामी बन्दुक ट्राई गर्दैछौँ किनकि उसलाई बन्दुक पनि चाहिएको थियो. म बच्चा हुँदाखेरि यस्तो एकदम धेरै पाइन्थ्यो यसो फोनहरू. अनि मलाई किन मन लाग्थ्यो बट खाजा खाना आएको राति भइसक्यो त्यही पनि. अनि भोलि म घर जाँदैछु पोखरा. दिदी चाहिँ केही समयपछि आउनुहुन्छ स्याटरडे होपफुल्ली. म चाहिँ कहाँ जान लाग्यो अरे, म मन्डे जान लाग्यो, सन्डे जान लाग्यो. अनि भोलि हाम्रो बाबाको एनिभर्सरी पनि छ. अनि हामी मेरो काम चाहिँ पिङ खेल्ने, दिदीको काम चाहिँ पिल टिप्ने. कति टाढो हिँडेको मुन. बादल टाढो हिँडेको त्यही नि. वी आर वाकिङ. घर जानको लागि रेडी भइसक्यो अनि म ड्युटी जानको लागि. अनि दिदी चाहिँ केही समयपछि मात्र मसँग जोइन गर्छु आउनुहुन्छ. म चाहिँ आज जानु लागि यो ब्याग अनि पछाडि दिदीवाला ब्याग. दिदीमा आधा बाटो चाहिँ हामी एटलिस्ट सेम बसमा जाऊँ न, लाइक 10 मिनट्सको बाटो भनेर जान्छ. मेरो आधा एनर्जी त यो एयरपोर्टको उकालो चढ्दै जान्छ. कति उफ म थाकिसकेँ. पुलिस छ भनेको कोही भिआइपी मान्छे मेबी जान लगाएर होला. लास्ट after one eternity. म इन ड्राइभ गरेर घर जान लागेको. फाइनली म मेरो घर आइपुगेँ. अनि यति थाकेछु आमा. मेरो नाकमा के भएको त्यस्तो. भाइको नयाँ चप्पल रहेछ नि त. मलाई भाइले हरेक कुरा भन्थ्यो चप्पल नयाँ छ भनेर त भन्नु न. र अनि हाम्रो घरमा नयाँ ऐना पनि हाल्नु भएछ. यो नि मम्मीले मलाई भन्नु भएन. पिगी ब्याङ्क पनि रहेछ, यो पनि मम्मीले मलाई भन्नु भएन थियो भनेर. यो के हो? यो त कपै होला बट धेरै कुरा रहेछ नयाँ. अब म जियान्सलाई पनि लिन जानु छ. उसलाई म आउँदैछु भन्ने कुराको लाइक 0% पनि केही पनि थाहा छैन कि. चाहिँ कस्तो मान्छे हो भने एकदम मतलब एकदम खुसी हुन्छ कि उसले होइन. म आउँछु भन्यो भने जिज्ञासु आउँछु भन्यो भने. अनि उसलाई चाहिँ हामीले के भन्थ्यौँ भने होइन जिज्ञासु चाहिँ आउने हो, त्यहाँदेखि अलि पछि आउने हो. अनि म चाहिँ
मतलब चैतको 5 गते आउने हो भनेको थियो भनेको अलमोस्ट 20 दिनै भएको थियो। अन्त हिजो पनि को आएर सोद्धाखेरि उसले आउँदैन आउँदैन जिज्ञासु राख्दै आउँदैन भनेर भन्दै थियो अरे कि भनेको उसलाई केही पनि थाहा छैन होइन। एकदम धेरै मलाई भात एकदम मनपर्छ कि न त्यस्तो धेरै मनपर्छ भन्दा त्यसरी मलाई भात कसरी राख्दै रहेछ भने म त्यो खाना रेडी छु कि न जति बेला त्यति बेला पनि त्यही पनि मैले कहिलेकाहीँ खानु पऱ्यो भने अनि त्यही भएर मम्मीले मलाई भात राखिदिनु भएको छ अनि तरकारी पनि रहेछ। सो ज्यान आएपछि हामी त्यो पनि खान्छौँ ल। खुसी छौ कि छैन मार अनि मैले त देख्दै देखिनँ खुसी नै देख्दिनँ त हाँसेर अनि खै दिदी थ्याङ्क यू आएको भनेको खै म कहिले आउने बेला थिएँ चैतको 5 गते अनि फागुनको सानो होलीमा अनि म आज किन आएँ त नि म त आज यत्तिकै आइदिएको म मेरो बेबीलाई सरप्राइज गर्न लागेको नि त अनि आज अनि यही सुत्नुहुन्छ आज यही सुत्छु आज अनि कहिले जानुहुन्छ त नि अब भोलि पर्सि जान्छु अनि चापी काँडा भेट्टा आएको रहेछ भनेको त नि के बेलुनहरू फिल्म दिदी कस्तो रहेछ मिठो मन पर्यो 5 बजे जम्मा यस तिमी कति बजी उठ्छौ र म 8 बजे तिमी 8 बजी उठ्छौ त्यत्रो होइन के अरे 9 बजे 9 बजे देखाइदियो अब पत्ताबन्दाको कार्ड हो मैले र मेरो जिगासु दिदीले मिलेर जियान्स बेबीलाई ल्याइदिएको है। अनि यहाँ यत्रो ठुलो गाडी पनि छ अनि एउटा यस्तो बन्दुक पनि छ अनि यही अरू छ Happy Holi! अनि हामीले यहाँ लोला बलुन हेलो ह्याप्पी होली आउँछ रङला ल भाइ तिमी यहाँ कति बुढी आइथ्यौ सलोन हाम्रो भाइको पनि युट्युब च्यानल छ प्लिज हाम्रो भाइको युट्युब च्यानललाई पनि फलो गरिदिनु होला मैले भन्दा पनि जसकोमा 200 भ्युज पनि पुग्दैन त्यही पनि नामै सलोन अधिकारी ल अहिले चाहिँ हामी होली खेल्छौँ मेसीको पिक्चर छ अरे ल मेरो फोनमा